हजुर नमस्कार। के तपाईहरू घडेरी बसोबास गर्नको लागि घडेरी किन्ने सोचमा हुनुहुन्छ? त्यसो हो भने हामीले काठमाडौँबाट नजिकैको जिल्ला काभ्रे जिल्लाको सदरमुकाम कोटेश्वरबाट करिब 45 मिनेटमा पुगिने ठाउँमा 45 मिनेटमा तपाईको 24 घण्टा गाडी लाग्ने ठाउँ बीपी राजमार्ग। यो बाटोबाट तपाईको पूर्व जान सकिन्छ, जस्तो जनकपुर, सिन्धुली, बर्दिवास, इटहरी सबै ठाउँमा, झापा, बिर्तामोड यो बाटोबाट जान सकिन्छ। यो बाटोमै टच भएको छ, तपाईको सिन्धुली बर्दिवासकै बाटोमा टच भएको छ। यहाँ अहिले बारी किन्दा पनि तपाईको 4.5-5 लाख आना छ भने हामीले घडेरी बनाएर ढलान, पिच, ग्राइवेल, बत्तीको पोल सबै गरेर कतिमा दिँदैछौँ भन्दा जम्मा 7,25,000मा दिँदैछौँ। आनाको 7,25,000। यो तपाईँले नसोचेको मूल्य हो। किनेर राखे पनि हुने, भोलि भाउ बढ्ने र आजै बसौँ भने पनि हुने खालको ठाउँहरू छ। आजै बसौँ भने पनि हुने ठाउँ छ, किनभने तपाईँको बस्तीकै वरिपरि छ, सवारी साधनको सुविधा छ, 24 घण्टा भाडाको गाडी लाग्छ, हिउँद बर्खा नै आफ्नो साधन जान्छ। यस्तो ठाउँमा हामीले घडेरीहरू ल्याएका छौँ। किन महँगो तिर्ने काठमाडौँ भनेर भित्रभित्र पनि तपाईँको 1-2 घण्टा लाग्छ भने यहाँ 45 मिनटमै आइपुगिन्छ। हेर्नुहोस्, ढलान बाटो आनन्दको छ। यस्तो ठाउँमा हामीले जम्मा 7,25,000 आनामा घडेरीहरू दिइरहेका छौँ। मौकाको फाइदा उठाउनु होला। हिमाली भ्यूहरू टन्नै देखिन्छ। हेर्नुहोस्, 90% हिमालहरू देखिन्छ। तपाईको यस्तो राम्रो ठाउँ छ। बीपी राजमार्ग हेर्नुहोस्, गाडी कुदिराखेको टच भएको छ। अब हावापानीको हिसाबले पनि चिसो, बस्नलाई आनन्द, हिउँदमा पारिलो छ तपाईको। अब यस्तो ठाउँमा हामीले घडेरीहरू ल्याएका छौँ। पारिलो हाइटमा रहेको छ, बाटोभन्दा मास्तिर। जम्मा 7,25,000 आना। धन्यवाद।